हेलो नमस्कार सम्पूर्ण साथीहरुमा। आज चाहिँ म यो कटहर झार्न चढ्दै छु है रुखमा। अनि मैले कटहर झार्न चढेँ। कटहर झारेर अब यसलाई पकाउने, अब यो सिजन हो नि त कटहर पाक्ने खाने रमाउने सिजन हो नि त, त्यही भएर म रुख चढेँ। जसोतसो रुख चढेर मैले कटहर झारेछु। अब यसलाई दामी पारामा पकाउने हो। अनि चैत्र बसार 15 आउँदैछ नि त, अनि त्यसको लागि पनि हो। र आज चाहिँ फर्स्टमा एउटा टिपेछु। अब को साथीहरूलाई मनपर्छ नजिकै हुनुहुन्छ भने चाहिँ मसँग सम्पर्क गर्न सक्नुहुन्छ है गाइजहरू। कस्तो राम्रो छ नि, यति ठुलो ठुलो सानो छैन कटहर पनि, र खान पनि सकिँदैन जस्तो है। ठुलो छ, मनपर्छ भने सम्पर्क राख्नु होला है मसँग।